नमस्कार, गणेश क्याप्सन युट्युब च्यानल मार्फत कार्यक्रम दुःख सुखको चौतारी लिएर आज पनि उपस्थित भइसकेको छु। दुःख सुखको चौतारी एपिसोड 7 आज विशेष रहनेछ। विशेष गरेर आज म जापानमा भएको सत्य घटनामा आधारित कथालाई लिएर उपस्थित भएको छु। गत महिना जापानको चिबा प्रिफेक्चरमा बादल छन्त्यालको एकदम दुःखद निधन भएको थियो। यो घटनासँग सम्बन्धित रहेर मैले आज एउटा कथा लिएर आएको छु। पक्कै पनि सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा अनि विश्वास गरेको छु। आजको यो कार्यक्रमलाई पनि तपाईहरूले पक्कै पनि मन पराइदिनुहुनेछ भन्ने आशा लिएको छु। अहिलेको लागि स्वीकार्नुहोला दुःख सुखको चौतारी एपिसोड 7 तपाईहरूको लागि। म्याग्दी र कालीको सङ्गम म्याग्दीको बेनी बजारमा जन्मिएको थियो एक युवा बादल छन्त्याल। सपना थियो परदेश गएर आफ्नो र परिवारको भविष्य बदल्ने, तर परदेशमा हावा फरक थियो, अनुहार अपरिचित, भाषा अज्ञात। जापानको चिबा प्रिफेक्चरमा चम्किलो बत्ती मुनि ऊ प्राय एक्लै हिँडिरहन्थ्यो। एक दिन त्यो उज्यालो सहरले उनको जीवन नै लिएर गयो। आज पनि म्याग्दीको आकाशमा बादल उड्छ, तर हाम्रो बादल भने कहिल्यै फर्किँदैन। किन कपडा किन्नु पर्यो? कति किन्नेहरू कपडा भनेको दाइसँग तन्दै छ जति भयो। लास्ट महँगो छ नि, त्यही भएर मेरो कपडा किन्नु पर्यो। यो कपडा किन। गत महिना जापानको चिबा प्रिफेक्चरमा घटेको एउटा दुःखद घटनाले सबैलाई क्षणभरमा स्तब्ध बनायो। यो घटनाको बारेमा अझै पनि धेरै कुरा भन्न र बोल्न नमिल्ने अवस्थामा छ। अनुसन्धान भइरहेको छ। तर बादल छन्त्यालको दुःखद निधन पश्चात आमा बाबाको लागि कोख रित्तिएको छ, दाइहरूको लागि भाइ गुमेको छ, आफन्तको लागि एउटा छिमेकी सकिएको छ, साथीहरूको लागि एउटा असल साथी गुमेको छ, स्कुलको लागि एउटा असल विद्यार्थी गुमेको छ। अब उनको भौतिक शरीरलाई कहिल्यै पनि पाउने छैन। अब उनको त्यो मन्द मुस्कान, निर्दोष मुहार कहिल्यै हेर्न पाउने छैन। सम्झना त केवल यति बाँकी छ मात्र उनको टिकटकमा धेरैले रुचाइएका चर्चित भिडियोहरू। कलिलो उमेरमै आमा बाबा परिवार र आफ्नो लागि ठुलो सपना बोकेर जापान छिरेका बादल छन्त्याल जापान आएको 1 वर्षमा नै विलिन हुन पुग्यो। लाखौं सपना सपनामा नै सीमित हुन पुग्यो। जापानिज एनिमेमा अत्याधिक रुचि राख्ने बादल यसै सम्बन्धी अध्ययन गर्न जापान आएका थिए। कोठामा भित्ताभरि एनिमेको पोस्टर, टेबलभरि किताब र उनको मनपर्ने गिटार अझै उस्तै छ। तर भौतिक शरीर छैन। शरीर त बन्द बाकसमा नेपाल पुग्यो। गत महिना तिहारकै दिन चितामा खरानी बन्यो। कति दुःखद। एकमुठे सास रहन्जेल त रहेछ जिन्दगी। अब उनको त्यो सपना कसले पुरा गरिदिने? यो बिरानो ठाउँमा आफ्नै दाइ तेजिन घ्याप्सन भाइको न्यायको लागि दिनरात नभनी दौडिरहेका छन्। परिवार, आफन्त, शुभचिन्तक सबै न्यायको पर्खाइमा छन्। तर परदेशको ठाउँ, बेग्लै भाषा, बेग्लै नियम कानुन, खै के हुने हो, धेरै समय लाग्न सक्ने सङ्केत देखिएको छ। बादल छन्त्यालको त्यो दुःखद घटनाले जापानमा रहेका 5 जना बादल छन्त्यालको परिवारको भविष्य अन्धकारमय बनेको छ। सबैको आफ्नै काम थियो, अहिले सबैको रोजगारी गुमेको छ। काम जाने वातावरण बनेको छैन। मनभरि पीर बोकेर हिँडिरहेका छन्। महिनाको लगभग 1 लाख कोठा भाडा रहेको छ। 1 महिना काम नगर्दा भाडा तिर्न गाह्रो हुन्छ यो विदेशको ठाउँमा। अब सबै नेपाल फर्किन्छु होला। भाइको सास गएको ठाउँमा हामी कसरी बस्न सकुला र? दाइ तेजिन घ्याप्सनको गुनासो रहेको छ। दाइले यसो भनिरहँदा दाइलाई सम्झाउन पनि कसैले सकिरहेको छैन।
भगवानको विश्वास नै छैन, त्यही पनि बादल छन्त्यालले पक्कै पनि न्याय पाउनेछ। न्यायको अन्तिम लडाइँसम्म सबैले सहयोग गर्नुहुनेछ। बादल छन्त्यालको परिवार जापानको सपना अधुरै राखेर नेपाल पक्कै पनि फर्किनुहुने छैन। सबैजनाले आफ्नो ठाउँबाट न्यायको लागि प्रार्थना गरिदिनुहोला। बादल छन्त्यालको परिवारलाई शक्ति दिनुहोला। सबैजनालाई धेरै धेरै धन्यवाद। नमस्कार।